नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन हामीमध्ये धेरैले सामना गरेका छौँ, पासवर्ड बिर्सिने समस्या। सुन्दा अलि झन्झटिलो लागे पनि यसलाई समाधान गर्ने तरिका एकदमै सजिलो छ। ल आउनुहोस्, यो कसरी गर्ने भनेर छिटो हेरिहालौँ। कहिलेकाहीँ यस्तो हुन्छ नि, अकाउन्ट खोल्न खोज्यो, पासवर्डै याद आउँदैन। एकदमै दिक्क लाग्छ हैन त? यो समस्या हामी सबैले कहिले न कहिले भोगेका नै छौँ। तर केही छैन, यसको समाधान एकदमै सरल छ। हो, मैले सजिलो छ भने नि, साँच्चै सजिलो छ। आफ्नो अकाउन्टमा फेरि लगइन गर्नका लागि जम्मा 3वटा सिम्पल स्टेपहरू छन् र यो सबै गर्न धेरै समय पनि लाग्दैन। ल त अब सुरु गरौँ पहिलो चरणबाट। हामीले सबैभन्दा पहिले पासवर्ड रिसेट गर्नका लागि एउटा अनुरोध पठाउनु पर्छ। कसरी? ल हेरौँ है। सबैभन्दा पहिले त लगइन गर्ने पेजमा जानुहोस् अनि जहाँ पासवर्ड टाइप गर्नुहुन्छ त्यो बक्सको ठिक तलतिर हेर्नुहोस् त, त्यहाँ एउटा लिङ्क भेटिन्छ। हो, ठ्याक्कै यही लिङ्क। यहाँ स्क्रिनमा रातो बक्सले घेरेको ठाउँमा पासवर्ड भुल्नुभयो भनेर लेखिएको देख्नुभयो नि? हो, अब हामीले ठिक यही ठाउँमा क्लिक गर्ने हो। त्यो पासवर्ड भुल्नुभयो मा क्लिक गर्ने बित्तिकै स्क्रिनमा एउटा सानो बक्स अर्थात् पपअप विन्डो देखा पर्छ। त्यहाँ तपाईँलाई आफ्नो इमेल ठेगाना हाल्न भनिन्छ। अब यहाँ एउटा कुरामा ध्यान दिनुहोला है। तपाईँले जुन इमेल आइडी प्रयोग गरेर यो खाता बनाउनु भएको थियो, ठिक त्यही इमेल यहाँ लेख्नुपर्छ। इमेल लेखिसकेपछि यो नीलो बटनमा क्लिक गरिदिनुहोस्। ल, पहिलो चरण सकियो। अब पालो दोस्रो चरणको। यसका लागि चाहिँ हामीले आफ्नो इमेल इनबक्स चेक गर्नुपर्छ। त्यो नीलो बटन थिचेपछि के हुन्छ होला? सिस्टमले तुरन्तै तपाईँले भर्खरै हाल्नुभएको इमेल ठेगानामा एउटा पासवर्ड रिसेट लिङ्क पठाइदिन्छ। अब आफ्नो इमेल इनबक्स खोल्नुहोस् र vacancy.ppsc@bagmati.gov.np बाट आएको इमेल खोज्नुहोस्। इमेल खोल्ने बित्तिकै यहाँ स्क्रिनमा देखाए जस्तै रातो बक्सभित्र नीलो रङको क्लिक हियर लेखेको लिङ्क देखिन्छ। अब त्यही लिङ्कमा क्लिक गर्ने हो। ल, अब हामी लगभग अन्तिम चरणमा आइपुग्यौँ। यो हो तेस्रो र अन्तिम चरण, एउटा नयाँ पासवर्ड बनाउने। इमेलमा भएको त्यो लिङ्क थिच्ने बित्तिकै तपाईँलाई एउटा नयाँ सुरक्षित वेब पेजमा लगइन छ। हो, अब हामीले यहीँ बसेर आफ्नो नयाँ पासवर्ड बनाउने हो। यो पेजमा तपाईँले 2वटा खाली बक्स देख्नुहुनेछ, एउटा नयाँ पासवर्ड र अर्को पुनः नयाँ पासवर्ड। आफूलाई मनपर्ने नयाँ पासवर्ड पहिलो बक्समा टाइप गर्नुहोस् अनि त्यही पासवर्ड फेरि दोस्रो बक्समा पनि टाइप गर्नुहोस्। याद राख्नुहोला, दुवै बक्समा एउटै पासवर्ड हुनुपर्छ है। त्यसपछि तलको नीलो बटनमा क्लिक गरेर कन्फर्म गरिदिनुहोस्। ल, बधाई छ, तपाईँको पासवर्ड सफलतापूर्वक परिवर्तन भयो। अब तपाईँले भर्खरै बनाएको यही नयाँ पासवर्ड प्रयोग गरेर आफ्नो खातामा सजिलै लगइन गर्न सक्नुहुन्छ। अनि एउटा कुरा नबिर्सिनुहोला, नयाँ पासवर्ड राख्दा जहिले पनि अलि बलियो राख्नुपर्छ। बलियो पासवर्ड भनेको कस्तो? ठुलो र सानो अक्षर, नम्बर अनि @ जस्ता प्रतीकहरू मिसाएको र कम्तीमा 8 अक्षर लामो भयो भने त झनै राम्रो। यसो गर्दा आफ्नो खाता सुरक्षित रहन्छ। ल, एकचोटि फेरि हामीले गरेको सबै कामलाई सरर सम्झ्यौँ है त, ताकि कुनै कुरा नछुटोस्। भनेपछि जम्मा 3 काम। पहिलो, लगइन पेजमा पासवर्ड भुल्नुभयो मा क्लिक गरेर आफ्नो इमेल हाल्ने। दोस्रो, इमेलमा आएको क्लिक हियर लिङ्कलाई थिच्ने। अनि तेस्रो र अन्तिम, नयाँ पेजमा गएर 2 चोटि नयाँ पासवर्ड राख्ने र कन्फर्म गर्ने। हेर्नुहोस् त, कति सजिलो। बस यति नै हो। र जाँदा जाँदै एउटा कुरा सोच्न छोडेर जाँदैछु। भविष्यमा यो पासवर्ड बिर्सिने झन्झटबाट सधैँका लागि कसरी बच्ने होला? पासवर्ड म्यानेजर जस्ता टुलहरूले यसमा केही मद्दत गर्न सक्छन् कि? यसबारे एकचोटि विचार गर्नुहोला है।